गुड मर्निङ साथीहरू। आज म आएको छु हाम्रो ढोरपाटन घरमा। आज मैले के गर्छु हजुरहरूलाई देखाउने नै छु। सामान अट्टी नअट्टी हुन्थ्यो, अहिले छैन, केही पनि खाली रहेछ। बोतलको के हो फुपू? रक्सी हो र के हो? रक्सी हो कि त्यो बोतलहरू? खाली बोतल हो ए ए ए सोलर छ यहाँ, खाली छ अहिले चाहिँ। घर चाहिँ खाली भइरहेछ। यहाँ चाहिँ पहिला रासन पानी राख्ने बाकस हो, अहिले चाहिँ के राख्नु भएको यहाँ? सामान राख्नु भएको, आलु मकै राख्नु भएको छ। यता चाहिँ हो, त्यहाँदेखि ठुलो बाकस छ, यहाँ छ। के गर्नु यति छ यहाँ चाहिँ। कति 6-7 साल अगाडि पढाउँदाखेरिको कपडाहरूलाई एक पोरा जेब्रा रहेछ। मैले पहिला राखेको थिएँ कि ज्याकेटहरू। म चाहिँ कपडाहरू फेरेर अब चाहिँ घर सफा गर्दैछु, किचन सफा गर्दैछु। यहाँ किचन सफा गरिसकेपछि चाहिँ म खाना पकाउने छु। अनि यो घरमा चाहिँ मान्छे बस्ने, खासै मान्छे बसिन्न नि त, त्यही भएर अलि सामानहरू पनि छैन, फोहोर छ। चक्कु छैन आलु काट्न, अनि ठुलो आँसी भएर यसरी काट्दैछु। आलु बनाउँदैछु मैले, अनि यहाँ बन्द गर्दैछु। ढोरपाटन, यो ढोरपाटन। हाम्रो घर चाहिँ यस्तो बनाउनु भएको छ। घर त बनाउनु भएको छ, अलि होचो बनाउनु भएको कि, अनि अलि घोप्टो भएर हिँड्नुपर्छ। यो चाहिँ आलु राख्ने भाडा हो, यत्रो धेरै आलु हुन्छ यहाँ। यहाँ चाहिँ कोठाहरू पुरै बेडहरू थियो, अहिले चाहिँ केही पनि छैन। यहाँ राख्नु भएको रहेछ। यता चाहिँ पहिला चाहिँ होटेल जस्तो थियो कि, सानो होटेल, अनि मान्छेहरू पनि आउनुहुन्थ्यो अरे। अहिले चाहिँ कोही पनि छैन नि त काम गर्ने मान्छेहरू, त्यही भएर यो घर चाहिँ यत्तिकै छ हाम्रो। हेलो गाइज, हाम्रो आलुबारी चाहिँ यस्तो रहेको छ। आज चाहिँ मौसमले राम्रो दिन गरेको छ, तर आलु खन्ने हो आज चाहिँ। मान्छे हालेको छ, यहाँ हुनुहुन्छ श्रीमानज्यूले यहाँ पुरै टिनहरू काम गर्दै हुनुहुन्छ। यहाँ घर चुह्यो अरे, अनि काम गर्दै हुनुहुन्छ। यताबाट चाहिँ यस्तो देख्छ हाम्रो घरबाट चाहिँ दृश्य, आनन्द छ होइन मिसन ड्याडी? यो त सानोतिनो स्विजरल्यान्ड हो नि। स्विजरल्यान्ड हाम्रो स्विजरल्यान्ड हो। यहाँ चाहिँ काम यस्तो हुँदैछ। घरको माथि चढेको छु। यहाँ चाहिँ बत्ती छैन, दुईवटा सोलरले काम चल्दैछ। सोलरले अब योजना पर्दैछ बत्तीको चाहिँ। यहाँ यस्तो छ, पुरा स्विजरल्यान्ड जस्तो देखेछ त। पुरा यहाँतिर चाहिँ भैँसी गाई अनि घोडाहरू चढ्दैछ। यो चाहिँ नयाँ पुल हो। बाटो चाहिँ यहाँबाट आएछ, नयाँ बाटो चाहिँ यतातिरबाट पनि छ। हामी चाहिँ यताबाट आएको। हाम्रो गाउँ यस्तो रहेको छ ढोरपाटनको। म चाहिँ यहाँ चाहिँ चिकन बनाना। यो बारी चाहिँ हाम्रो, यो बारेकोदेखि यो बारदेखि यता चाहिँ हाम्रो बारी। यति छ हाम्रो बारी।
यसो मिलाएर टक्कै गरेर कस्तो राम्रो हो अरे आनन्दको यहाँ चाहिँ घर चुहियो अरे अनि ठुलो ढुङ्गा यहाँ राखेछौ अनि यहीमा पानी पसेर हुन्छ कि सर तिम्रो बाटो ल्याउनु स्कुल यहाँ रहेछ यहाँको स्कुल चाहिँ यो चाहिँ गुम्बा हो ढोरपाटनको गुम्बा चाहिँ यहीँ हाम्रो घरबाट त्यता यता पर्दछ गुम्बा यो हो गुम्बा स्कुल यो हाम्रो घर कति धेरै भेडाहरू यत्रो धेरै खसी भेडाहरू पनि ए भित्र आउन खोजेछ त नमस्ते बाबा आशिष छ नमस्ते बाजे कलाइस लु साथीहरू आजको आलु दोहोऱ्याउने काम चाहिँ सुरु भइसक्यो हाम्रो चाहिँ काम गर्ने 3 जना खेताला आउनु भएको छ आज चाहिँ आलु चाहिँ खनिसक्ने भनेर आलुबारी चाहिँ धेरै छ नि त त्यही भएर खेताला हाल्नु पर्छ हामीले चाहिँ यहाँ नभन 4 बजे 5 बजे चाहिँ आओस् बरु सक्नुपर्छ त नि त्यही हो त म कसो कारण भर्खर चाहिँ एकजना आलु खन्ने थपिनु भयो धमाधम काम भइरहेछ काम गर्दा यतिको जोस जाँगर दिने मान्छे भएपछि चाहिँ छिटो हुन्छ आज त बेलुका 500 दिने भने त तिम्रो त निर्मल जाने उतन बेला पनि त्यसै फकाइ लिएर आए छैन नि यहाँ त कोही छैन खाली छैन ओ जाऊ यहाँ कोन यता छु तिम्रो आलु खन्न आएको कि अर्को पुरा हेर्न आएको अर्को पुरा हेर्न आएको कि हाम्रो चाहिँ ढोरपाटनको आलु खनाइ चाहिँ 4 बजी सकिएको थियो हल्का बिचमा पानी पर्यो अनि त्यही भएर मैले भिडियो बनाउन सकिनँ साथीहरू आजको भिडियो ढोरपाटनमा आलु खनेको भिडियो चाहिँ यति नै अब चाहिँ ढोरपाटनदेखि थोरै घुमेको भिडियोहरू बाँकी नै छ हजुरहरूलाई अर्को पार्टमा देखाउने छु भन्दै आज बाट बिदा लिन चाहन्छु बाई बाई